हेलो साथीहरू, आज जसरी तपाईँलाई भनिसकेको छु होइन, म चाहिँ आज झारी 2 मुभी हेर्नु गएको थिएँ। अनि यो मुभी चाहिँ मलाई पुरा हेर्नु मन थिएन, मच अवेटेड भनौँ न है। अनि फाइनली यो मुभी चाहिँ आज दार्जिलिङमा रिलिज भयो अनि हामीले हेर्नु गयौँ। अनि यति मजा लाग्यो कि मलाई मुभी, किनभने अब मेरो फेभरेट एक्टर हुनुहुन्छ दयाहाङ राईज्यू। अनि त्यहाँ सबैजना फेरि यसो छ नि, हरेक इच एन्ड एभ्री एक्टरहरूले यति राम्रो एक्टर्सले यति राम्रो अब उनीहरूको जो भनौँ न उनीहरूको पार्ट यस्तो राम्रो प्ले गर्नुभएको छ कि सबैले अब आफ्नो छाप छोडेर गएको छ। सानो सानो चाहे एक्टिङ होस्, एकजना बाजेको रोल थियो, सानो बाजे होस् कि त सानो नानीकै रोल होस्, तर यति राम्रो गर्नुभएको छ होइन। अब मेनहरूको त छँदैछ, तर जति पनि सपोर्टिङ छ, जति पनि त्यहाँको कास्ट एन्ड क्रू छ, सबैले राम्रो काम गर्नुभएको छ। यस मुभीमा चाहिँ अब के भन्नु, एउटा कपालको अब पारिवारिक जीवनदेखि लिएर उनीहरूले कस्तो कस्तो दुःख कष्ट भोग्दै झेल्दै है, कतिवटा मिसअन्डरस्ट्यान्डिङ पनि हुन्छ, त्यहाँदेखि त्यसलाई कसरी उनीहरूले कोप गरेर अगाडि बढेर अब त्यसलाई रिजल्भ गर्छ होइन। अब कति आफ्नो मिस्टेकहरू रियलाइज पनि हुन्छ, त्यस्तोहरू लिएर अब के भन्दाखेरि त्यो टाइममा जो अब माओवादीहरूको टाइम थियो होइन, त्यति बेला चाहिँ अब कस्तो कस्तो प्रब्लमहरू फेस भएको थियो, अब कस्तो कस्तो खालको कन्डिसन थियो त्यो समयमा होइन नेपालमा, त्यस विषय लिएर पनि गरिएको छ। अनि उनीहरूको लिम्बू कम्युनिटीमा चाहिँ च्याब्रुङको कति महत्त्व छ है, त्यसको विषयमा पनि पुरै बताएको छ है। अनि आउने पिँढीहरूले पनि बुझ्छन् त त्यस्तो छ। अनि सबै मन पऱ्यो मलाई, प्रमुख कलाकार नभएर पनि जति पनि त्यहाँ सपोर्टिङ एक्टर्सहरू छ, सबले राम्रो काम गर्नुभएको छ है। अनि मलाई चाहिँ बढी मन पर्यो। अनि म तपाईँ सबैलाई सजेस्ट गर्छु, हेर्नु होला, इन्जोय गर्नु होला, किनभने यति राम्रो मुभीहरू बनाउँछ। अब हामी सबैले सपोर्ट गर्नु पऱ्यो नि त होइन। अन्त हाम्रो नेपाली मुभिजहरू पनि एकदमै फेमस भएर जानेछ। खुसी लाग्छ मलाई, एकदमै नयाँ नयाँ स्टोरिजहरू टाइपले लिएर आउनुहुन्छ नि त होइन, कथावस्तु डिफ्रेन्ट। अनि त्यसरी हाम्रो आफ्नो नेपालीहरू कति, हामी त अब वेस्टर्न भनौँ न त्यसपट्टि ज्यादा ढल्किँदै जाँदैछौँ, बलिउड वेस्टर्न, तर हाम्रो अब आफ्नो नेपालीको पनि कति राम्रो छ कल्चर है, त्यो चाहिँ हामीले बुझ्नु पाउँछौँ यस्तो नेपाली मुभिजहरूको थ्रुबाट। अनि म तपाईँ सबैलाई यही भन्न चाहन्छु, तपाईँहरू पनि हेर्नु जानु होला। अनि सबसे खुसी कहिले लाग्यो भन्नुहोस् त, हामीले लास्टमा चाहिँ जब मुभी सके तब यस मुभीका डाइरेक्टर उपेन्द्र सुब्बाज्यू अनि मङ्गलीको रोल गर्नुहुने विजय बरालज्यू आउनुभएको थियो होइन। अनि हामी सबसँग फोटोहरू खिच्नुभयो, सेल्फीहरू लिनुभयो, अनि एकदम हम्बल पिपल है, खुसी लाग्यो मलाई। अनि तपाईँ सबले पनि सपोर्ट गर्नुहोला, पक्का जानुहोस् होला हेर्नु झारी 2। थ्याङ्क्स फर वाचिङ।